हाम्रो घरमा चाहिँ किन आयो त गाइज यस्तो राम्रो मेसिन। आज बिहान बिहान उठेर टोइलेट गएको त गाइज टोइलेटको अन्तरमा त यत्रो ठुलो सर्पो रहेछ। जिस्को गाइज सर्पो होइन मुसा हो, घरभरि मुसा छ गाइज, जता गयो त्यतै। गाइज आज बिदाको दिन चाहिँ छिट्टै खाइयो किनभने बाबा मम्मी जान लाग्नु भएको थियो बाहिरतिर। गाइज 2 दिन बिदा भयो भनेर मक्ख पर्यो। एक दिन कपडा सबडा धोयो, भोलिपल्ट होमवर्क गर्यो, 2 दिन बिदा चिप्लिहाल्यो। सुगा सबै कपडाहरू धोएर सुकाएपछि चाहिँ म चाहिँ लाग्यो अब गाई भैँसीहरूलाई भुस्सा हाल्न। अनि गाइज भुस्सा सुस्सा हालेर यसो गोठबाट बाहिर निक्लेको थिएँ, भाडाले दर्शन दिइहाल्यो। एउटा मान्छेले भाडा माग्छ भनेर चाहिँ म लाग्यो अब फेरि आफ्नै काम गर्न। सुगा अनि भुस्सा पनि सिद्धिसकेको थियो, ठ्याक्कै भुस्सा पनि आयो। अनि म चाहिँ लाग्यो अब भुस्साको बोराहरू मिलाउन। भुस्साको बोरा मिलाउँदै थिएँ गाइज, एउटा कुरा ठ्याक्कै याद आइहाल्यो। तैँले भाडा मागिदिनस् भने तँलाई भाडा माग्ने लगाइदिराख्दिन। त्यही भएर गाइज मैले चाहिँ हतारै भुस्साको बोरा ट्याक्क पारामा मिलाएँ। र गाइज फाइनली म हतार भाडा माझ्न थालेँ। सुगा लास्टै भोक लागिरहेको थियो, त्यही भएर गर्मी पनि लास्टै थियो, त्यही भएर चाहिँ म खान थालेँ अब आँप। फाइनल गाइज मम्मी बाबाहरूले चाहिँ बाहिरबाट घाँस काटेर आउँदाखेरि के ल्याउनु भएछ। सो गाइज यो चाहिँ हाम्रो एउटा नयाँ घाँस काट्ने मेसिन हो है त। गाइज अनि यसको ब्याट्री फुल चार्ज गरेर चाहिँ म यसो लाग्यो भित्र टेस्टिङ गर्नको लागि हेर्न। गाइज अनि म चाहिँ लाग्यो अब यो मेसिनलाई टेस्ट गर्नको लागि। सो गाइज अनि मलाई चाहिँ फर्स्ट टाइम यो मेसिनले घाँस काट्दा चाहिँ एकदमै रमाइलो भइरहेको थियो। सजिलो पनि हुने, टाइम पनि बच्ने, कस्तो आनन्दको मेसिन रहेछ। अनि गाइज 5 मिनटमा चाहिँ मैले यति धेरै घाँस काटेर भ्याएँ एकैछिनमा। सो गाइज अब आजको लागि चाहिँ यति नै गरौँ, म भोलिको ब्लगमा भेटौँला, बाई बाई।